हेलो मौसम। पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 साउन 14 गते बिहिबारका दिन आज नेपालगञ्ज आसपासको क्षेत्रमा थोरै बादल लागेको छ। नेपालगञ्जको न्यूनतम तापक्रम 28 डिग्री सेल्सियस र अधिकतम तापक्रम 33 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्यानसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थान, मध्य प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम जानकारी लिने बानीले रक्षा गर्छ सानो सावधानीले। हेलो मौसम।